फाइनली हामी चाहिँ होइन महादेवलाई भेट्न आइसकेको छौँ। महादेव चाहिँ माथि हुनुहुन्छ होइन। हामी चाहिँ अब महादेवलाई भेट्न जाँदैछु। हाम्रो यहाँ तयारी हुँदैछ होइन गाइस। हेर्न सक्नुहुन्छ हाम्रो यति भयो पूजाको सामान होइन गाइस। अब हामी यो महादेव भगवानलाई चढाउँछौँ होइन गाइस। हेर्नु यहाँ यत्रो भिड छ गाइस होइन। हेर्नु है गाइस हाम्रो आमा चाहिँ पूजा गर्न रेडी हुँदैछन् अनि यता मनिषु रेडी होइन गाइस। अब हामी लेट्स गो भन्दै अब हामी महादेवलाई भेट्न जाँदैछु। एकछिन ल गाइस दुप्तेश्वर महादेवको चाहिँ फोटो भिडियो केही बनाउनु मिल्दो रहेछ अनि हामीले त्यहाँ चाहिँ बनाएनौँ अनि पूजा गऱ्यौँ होइन। अब हामी तलतिर लाग्दैछौँ होइन। हेरिस न गाइस यहाँ चाहिँ शिवलिङ्ग कति धेरै रहेछ भन्ने। हेर्नु त यहाँ कति पूजा गरेको रहेछ। शिवलिङ्गहरू कति रहेछ यहाँमा। मान्छेहरू पनि भिड रहेछ। हामी पनि यहाँबाट गएर कति भिड छ म देखाउँदा चुपमा है के अरे गाइस होइन। हेर्नु यहाँ गाइस हेर्नु त यहाँ पुरै ऊ रहेछ होइन गाइस। हेर्नु यहाँ प्याक कति छ त्यही त। हेर्नु गाइस यहाँ चाहिँ कति भिड छ। यति लाइन बस्नुपर्छ। हामी पनि यति लाइन बसेर गएको होइन। 3.5 घन्टाको लाइन बस्नुपर्छ होइन गाइस। यहाँदेखि हेर्नु यहाँ कति धेरै भिड छ। अब चाहिँ हामी गाइस तल जान्छौँ होइन। अब तल जान्छौँ यहाँबाट गएर सब पूजा गरेर यताबाट आइन्छ कि होइन। ल गाइस अब चाहिँ हामी तल जाएर देखाउँछौँ। भजन गाउने ठाउँमा आइपुग्यौँ। अब हामी त्यहाँ जानेछौँ होइन। त्यहाँ उपस्थित हुन सकिन्छ कि नै त्यो त पछिको कुरा हेरौँ होइन गाइस। यहाँ चाहिँ रमाइलो रहेछ। मान्छेहरू नि रहेछन् गुरुहरू नि रहेछ ल गाइस। आमा टिका लाऊँ न। हो मन्दिर मन्दिर लगभग 400 वर्ष अगाडिको हो 400 वर्ष अगाडिको। ल अब गाइस हामी चाहिँ माथि जान्छौँ जाने होइन। चाहिँ गाइस यहाँ आइपुग्यौँ। अब हामी हेर्नेछौँ के हुन्छ। हेलो गाइस यहाँ चाहिँ उपस्थित हुन सकेको छ। हामी गुरुहरू हुँदो रहेछन्। मैले गुरुहरूलाई भनिसकेँ है। यहाँ चाहिँ गुरुहरू हुँदो रहेछन् होइन।
होइन तिमीले मिठो खायो होइन त्यो मिठो खा भएर चाहिँ अनि मलाई खुसी लाग्यो अनि घर कहाँ हो भनेर सोधेँ कि अझ राम्रो प्रगति गर्दै जाऊ मिठो स्वर छ तिम्रो होइन अलि अलि प्रयास गर कि है फाइनली गाइज हामी चाहिँ अब हिँड्यौँ होइन अब हिँड्न त हिँड्यौँ अब घरै अब खाजा खाएर घर जान्छौँ होइन भोक लाग्यो 2 बजी चाहिँ खाजा खाएको छैन अब हेर्नु पुलमा त डर लागिरहेछ त हेर्नु गाइज हाम्रो आमा चाहिँ यहाँ डरै नमाने हिँडिरहनु भएको भने त गाइज यहाँ त डर लाग्यो है म बनाउन सक्दिनँ यहाँ अब सिधै पारी गएर बनाउँछु है ल बाई म एकछिनमा लिएर आउँछु यसमै सरी है गाइज यत्रो बेरसम्म बनाउनु पाइनँ किन भनौँ होइन त्यहाँ त खाजा पनि खान अलिक टाढै पुग्नु पर्दो रहेछ त्यहाँ चाहिँ पूजा गरेर आएर चाउमिनहरू खाने भनेको थियौँ लास्टमा गाइज पछि त रहन्छ होइन अनि त्यसपछि अब सिधै के गरौँ भयो अनि गाडी पनि नभेटा भने इबीमा गएको थियौँ इबी पनि छुट्यो होइन गाइज अनि इबी छुट्योपछि अब हामी एकछिन हिँड्यौँ होइन अनि त्यो के चोकमा हो आयौँ अनि चोकमा आएपछि अनि चोकबाट अनि हामी त्यहाँबाट बल्ल तल्ल गाडी नपाएर कति ट्राई गरेँ पाउँदै पाएन अनि 5 5:30 हुन लाग्यो अनि त्यसपछि गाडी पायो होइन गाइस त्यही पनि इभी होइन लोकल गाडी अनि त्यसमा रमाइलो भयो गीतहरू लोकल गीतहरू बज्यो होइन गाइस अनि त्यति बेलासम्म मैले भुलै भएन अनि त्यति बेला अनि सिधै घर आएँ अनि सम्झेँ अनि गरेँ है सरी गाइस ल आजको यति नै हो ल बाई गाइस।